नमस्कार। महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कविता छ, हे भगवान मलाई भेडा बनाइदेऊ। सुन्दा कस्तो अचम्म लाग्छ होइन र? तर यो सामान्य देखिने पुकारभित्र मानव हुनुको एउटा गहिरो, एकदमै गहिरो पीडा लुकेको छ। आजको हाम्रो यो विश्लेषणमा आउनुहोस् हामी यही पीडाको पत्र पत्र खोतल्दै जाउँ। अब महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा त हामी सबैलाई थाहा छ। उहाँले आफ्ना शब्दहरूबाट मानव मनको, मानव भावनाको कुना कुना चहार्नुभयो। तर सोच्नुस् त, अचम्मको कुरा के छ भने उहाँकै एउटा सृजनाले चाहिँ मानिस हुनुको त्यो महानतालाई, त्यो विशिष्टतालाई नै ठाडै अस्वीकार गरिदिन्छ। हो, यहीँनेर त्यो सबैभन्दा ठूलो प्रश्न उठ्छ, आखिर किन? मानव चेतनाको त्यो उचाइमा पुगेका एक महाकविले मानिस होइन, एउटा सामान्य साधारण भेडा बन्ने इच्छा किन गरे होला? ल, आउनुहोस् यसको जवाफ कविताभित्रै खोज्ने प्रयास गरौँ। कविताको यात्रा सुरु हुन्छ कविले आफ्नो सबैभन्दा ठूलो शत्रु मानेको कुराबाट, र त्यो हो चेतनाको भारी बोझ। कविता कुनै घुमाउरो साहित्यिक भाषाबाट सुरु हुँदैन, एकदमै सीधा, शक्तिशाली पुकारबाट सुरु हुन्छ। हे भगवान, म अत्यन्त थकित भइसके, कृपया मलाई भेडा बनाइदिनुहोस्। यो त कुनै थकित मनको चित्कार जस्तै हो, होइन र? यो पहिलो श्लोकमा कविले मानौ दुवै जीवनलाई एउटा तराजुमा राखेका छन्। एकातिर छ हाम्रो मानव जीवन, चिन्ता, कर्तव्य, सङ्घर्ष कति हो कति। अर्कोतिर छ एउटा भेडाको जीवन, एकदमै सरल, निर्दोष अनि कुनै चिन्ता नै नभएको। अब कविको रोजाइ कुन हो भन्ने त एकदमै स्पष्ट छ, होइन त? तर प्रश्न उठ्छ, किन यति धेरै थकान? यसको कारण के हो त? अब दोस्रो श्लोकमा देवकोटाले मानिस हुनुको पीडालाई अझै खोल्छन्। उनी भन्छन्, मेरो यो घर दमोक्लेसको तरवार जस्तै छ। सोच्नु नै अभिशाप हो, जान्नु पाप हो, जिम्मेवारी बोक्नुको श्राप। सोच्नुस् त, जुन कुरालाई हामी मानव हुनुको वरदान मान्छौं, कविका लागि त्यही कुरा श्राप बनेको छ। यहाँ एउटा शब्द आएको छ, दमोक्लेसको तलवार। यो ग्रीक माइथोलोजीबाट आएको एउटा प्रतीक हो। यसको अर्थ हुन्छ सधैँ टाउकोमाथि झुन्डिरहने एउटा खतरा, एउटा डर। देवकोटाले यहाँ यही प्रतीक प्रयोग गरेर मानव चेतनाभित्र लुकेको त्यो निरन्तरको डर र चिन्तालाई देखाउन खोजेका छन्। भनेपछि कविका लागि मानव हुनुको सबैभन्दा ठूलो गुण नै सबैभन्दा ठूलो श्राप बनेको छ। सोच्ने शक्तिले शान्ति होइन, पीडा दिइरहेको छ। ज्ञानले मुक्ति होइन, पाप बोकाइरहेको छ। अनि हाम्रो विवेक, त्यो त सधैँभरि जलिरहने एउटा आगो जस्तै भएको छ, जसले भित्रभित्रै पोलिरहन्छ। अब कवि आफ्नो व्यक्तिगत पीडाबाट अलि माथि उठ्छन् र उनको निशाना सिधै मानव समाज र यसको बनाउटीपनतिर सोझिन्छ। यहाँ कविको आवाजमा एउटा विद्रोह सुनिन्छ। उनी भन्छन्, होइन होइन, मलाई भड्किलो वैभव चाहिँदैन। मानव सभ्यताले बनाएको यो भड्किलो वैभव, यो सबलाई उनी ठाडै अस्वीकार गर्छन्। उनका लागि असली आनन्द, असली मिठास त्यो बनाउटी परिकारमा होइन, बरु आफै उम्रिएको घाँसको एउटा त्यान्द्र चपाउनुमा छ। यहाँ हेरौँ न, यो तुलना कति सफा छ। एकातिर छ मानव जीवन, आडम्बर, हिसाब किताब, दौडधुप, परिश्रमको श्राप। अनि अर्कोतिर छ पशु जीवन, एकदम मिठो, केयर फ्री, कुनै जिम्मेवारी छैन, अनि आफै उम्रेको घाँस चपाउनुको त्यो छुट्टै आनन्द। अब कविका प्रश्नहरू एकपछि अर्को तीर बनेर मानव सभ्यताको खोक्रोपनमाथि बज्रिन्छन्। उनी सोध्छन्, 84 प्रकारका परिकार किन चाहियो? यति धेरै आँसु र रुवाई, त्यो पनि व्यर्थमा किन? चितामाथि यति ठूलो छल किन? 84 व्यञ्जनको भोज होस् या चितामाथिको देखावटी आँसु, कविले हरेक बनावटी कुराको अर्थहीनतामाथि औँला उठाएका छन्। यो बनावटी संसारको आलोचना गरेपछि कविले एउटा समाधान पनि प्रस्तुत गर्छन्, र त्यो समाधान हो भेडाको निर्दोष जीवन। र त्यसपछि आउँछ कविताको सबैभन्दा शक्तिशाली घोषणा, साँचो सन्यासी भेडा हो। सोच्नुस् त, कविको नजरमा आध्यात्मिक शुद्धताको सबैभन्दा ठूलो प्रतीक कुनै ऋषिमुनि वा ज्ञानी मानिस होइन, बरु एउटा साधारण भेडा हो। तर किन भेडा कसरी साँचो सन्यासी भयो त? किनभने उसको जीवनमा कुनै बनावटीपन, कुनै पाखण्ड छैन। उसको खाना प्रकृतिले दिएको हरियो घाँस हो। उसको गीत त्यो भ्याँ भन्ने आवाजमा कुनै घृणा, कुनै ईर्ष्या छैन। उसको लुगा आफ्नै शरीरमा उम्रिन्छ। उसको लडाईँ पनि कस्तो इमान्दार, सिङले जुत्छ, तर मानिसको जस्तो विनाशकारी एटमिक ज्ञान र अहङ्कारले भरिएको लडाईँ लड्दैन। अब कविको अस्वीकारको दायरा अझै फराकिलो र गहिरो हुँदै जान्छ।
अब उनले भौतिक कुराहरूलाई मात्र होइन, मानव समाजले सबैभन्दा ठूलो मान्ने स्तम्भहरू, ज्ञान र धर्मलाई नै नकार दिन्छन्। यो हेर्नुस् त, मेरो सिंहमा शैतान नबसोस्, ज्ञानको प्रतीक बनेर ऋषि जस्तै शून्यतामा हाम फाल्न नदिउँ। यहाँ त कविको अस्वीकार चरम बिन्दुमा पुरेको छ। उनले ज्ञानलाई शैतानको पासो भनेका छन् अनि ऋषिहरूले खोज्ने त्यो शून्यतालाई एउटा अर्थहीन उडान भनेका छन्। उनलाई आकाशको भ्रम होइन, यही धरतीको इमान्दार सत्य चाहिएको छ। त्यसैले कविले एक एक गरेर मानव समाजले बनाएका सबै संरचनाहरूलाई अस्वीकार गर्छन्। ज्ञानलाई शैतानको पासो भने, झुटा आदर्शहरूलाई नकारे, ब्राह्मण बनेर गरिने धार्मिक पाखण्डलाई पनि अस्वीकार गरे अनि देखाउनका लागि समाज सुधारक बन्न पनि चाहेनन्। यी सबै कुराबाट उनी मुक्त हुन चाहन्छन्, जसले उनको गहिरो निराशालाई देखाउँछ। यी सबै झुटा आदर्शहरूको सट्टामा कविलाई के चाहिएको छ त? केवल एउटा कुरा, प्रकृतिको सरल प्रकाश, जुन सुन्दर पनि छ र असुन्दर पनि। भन्नुको मतलब जस्तो छ त्यस्तै इमान्दार यथार्थ। यहाँ कविको त्यो पुकार आफ्नो उत्कर्षमा पुग्छ। मर्दा मलाई ऋषिभन्दा माथि पुर्याइदिनुहोस्, ब्राह्मणभन्दा स्वर्ग नजिक आउनुहोस्, कृपया मलाई अहिले नै भेडा बनाइदिनुहोस्। यो कविताको अन्तिम र सायद सबैभन्दा मार्मिक पंक्ति हो। यो एउटा यस्तो बिन्ती हो जसमा व्याकुलता छ, छटपटी छ। अब कविलाई भविष्यको आशा छैन, उनलाई यही क्षण तुरन्तै तत्काल मुक्ति चाहिएको छ। र यही हो कविताको अन्तिम र सायद सबैभन्दा चकित पार्ने निचोड पनि। कविको नजरमा एउटा पाखण्डी ऋषि वा ब्राह्मणभन्दा एक निर्दोष पशुको आध्यात्मिक स्थान धेरै धेरै माथि छ।